हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। सो आज चाहिँ म हजुरहरूलाई चाहिँ मेरो घरमा फलेको खोर्सानीको बोटहरू देखाउँछु होइन। फल्न पनि धेरै नै फलिरहेछ, तर मलाई चाहिँ यसको नाम चाहिँ थाहा छैन। तर मेरो घरमा चाहिँ 6-7 थरीको खोर्सानी त छ है। हेर्नु है त, यो अब के खोर्सानी हो यो मलाई थाहा छैन। फल्न चाहिँ फेरि धेरै नै फलिरहेछ कि यो वाला होइन। म त जस्ट लामो खोर्सानी भन्दैछु यस्तरी। हेर्नु यता चाहिँ हाम्रो डल्ले होइन के भन्छ, जिरे खोर्सानी के। यस्तो पिरो हुन्छ यो, यस्तो फलिरहेछ। यो मात्र होइन, यहाँ चाहिँ धेरै बोट है डल्ले यो जिरेको। यो भयो, त्यहाँ पनि छ होइन। अनि ओ त्यो त त्यो पनि जिरे नै हो। अनि यो पनि जिरे नै हो। हेर्नु नाम चाहिँ थाहा छैन, तर मलाई लास्ट पिरो चाहिँ पिरो हुन्छ यो खोर्सानीहरू। यो बोट चाहिँ सानो हुन्छ तर यस्तो पिरो हुन्छ यो वाला। यस्तो पाकेपछि चाहिँ पहेँलो हुन्छ कि, प्रायः रातो हुन्छ नि खोर्सानीहरू। यो चाहिँ येल्लो कलरमा हुन्छ कि। मलाई यहाँ पनि जिरे पाकेर यो चाहिँ डल्ले। यो एरियामा पनि खोर्सानीको बोट छ है, तर नाम चाहिँ थाहा छैन। फल्न चाहिँ फलेछ। हेर्नु न, हेर्नु न यता पनि छ है जिरे। जिरे नै जिरे। यो हेर्दा सानो तर खाँदा चाहिँ एकदम मिठो र पिरो पनि है। सबैजनाले चिन्नुभयो होला, सबैजनालाई थाहा छ होला होइन। प्रायः वनतिर नै हुन्थ्यो। यहाँ चाहिँ मेरो अर्को डल्ले है, यस्तो फलिरहेको छ। हेर्नु एउटा पाकेको रहेछ, तर म यसलाई टिप्दिनँ। यसलाई चाहिँ म बिउ राख्छु। यो पनि छिप्पिसकेको हो। आजलाई यति नै। मेरो आज चाहिँ यति आयो खोर्सानी। अझै टिप्न त थियो तर मलाई झ्याउ लाग्यो। बाई बाई।